लगातार तेस्रो पटक इटली वर्ल्ड कपमा क्वालिफाई हुन सकेको छैन। सामाजिक सञ्जालमा एउटा भिडियो आएको थियो जहाँ चाहिँ इटलीको खेलाडीहरू बोस्नियालाई प्लेअफमा पाएपछि सेलिब्रेट गरिरहेको थिए, तर त्यही बोस्नियाले इटलीलाई प्लेअफमा पेनाल्टी सुटआउटमा हराइसकेपछि इटली वर्ल्ड कपबाट लगातार तेस्रोचोटि बाहिरिएको छ। आउनुहोस् केही कुराहरू डिस्कस गरौँ। यसको कल्प्रिट चाहिँ 2020 को युरो कप हो। बोनुची र केलिनीको जुन त्यो डियो थियो त्यो आफ्नो करियरको अन्त्यमा गइसकेको थियो। लकिली 2020 को युरो कप इटलीले जित्यो, तर सबभन्दा घातक नै त्यही हुन पुग्यो, किनकि युरो कपले के गर्दै भन्दा इटलीलाई जुन त्यो खियाल आएको टिम थियो त्यसमा चाहिँ पेन्ट लाउने मात्रै काम गर्यो। अर्को प्रब्लम मेरो विचारमा स्ट्राइकरको प्रब्लम पनि हो, किनभने पहिले इन्गाजी जस्तो लेजेन्डरी स्ट्राइकर थिए भने अहिले चाहिँ अब रेटिगी र मोजेस्किनमा डिपेन्डेन्ट हुनु परेको छ इटलीको सेटअप होइन। त्यो हिसाबको रिजल्ट पनि आएको छैन। सो अलिकति स्ट्राइकरको पनि एउटा समस्या देखिएको छ। अर्को मलाई लागेको समस्या चाहिँ के हो भन्दा इटालियन लिगमा 69% अफ द खेलाडीहरू चाहिँ नन इटालियन रहेका छन्। सो यसमा पनि अब टिमको आइडेन्टिटीको टिमको कल्चरको कुराहरू पनि आउँछन् होइन। सो इटालियन लिग खेल्दैनन् प्रायः जस्तो इटालियन प्लेयरहरू। प्लस यो समस्या चाहिँ अब केही समय अगाडि ब्राजिलमा पनि आएको थियो होइन। अब ब्राजिलको त अहिले एन्सेलोटीले कमान्ड सम्हालेपछि केही हदसम्म सुध्रेको छ। हालत यस्तो आइसक्यो कि इटलीको क्रिकेट टिमले चाहिँ वर्ल्ड कप खेलिरहेको छ, तर इटलीको फुटबल टिमले चाहिँ अब वर्ल्ड कप खेल्न पाइरहेको छैन। अब दुःखको कुरो चाहिँ के हो भन्दा यो एक्सटेन्डेड वर्ल्ड कप हो होइन। यहाँ अब 48 वटा टिम्स छन् होइन। अब यसमा पनि इटलीले क्वालिफाई नगर्नु भनेको चाहिँ एउटा फुटबलिङ हेरिटेजको होइन फल फ्रम द ग्रेस भन्ने गर्छौँ होइन। यो दुःखद कुरो हो, किनभने एउटा फुटबलिङ पावर हाउस हामीले पाएको छैनौँ होइन। अब तपाईँ भन्नुहोस् इटली वर्ल्ड कप नपुग्नुको कारण चाहिँ के होला त?